पहिला साथीहरु नमस्कार। के तपाईहरुले पनि एलआईसी नेपालमा वा अन्य कुनै पनि जीवन बीमा कम्पनीमा जीवन बीमा गरेर छोड्नु भएको छ? छोडिसकेपछि पनि तपाईहरुको पोलिसी अपडेट नभएको हुनाले धेरै जना बिमितहरुका जीवन बीमा पोलिसी म्याच्युर भइसकेका छन्, कतिको म्याच्युरिटी हुनेवाला छ, तर पनि हाम्रा बिमितहरु हाम्रा सम्पर्कमा छैनन्। किनभने पहिलेको पुरानो पोलिसीमा मोबाइल नम्बरहरु अब अपडेट थिएन, कतिको मोबाइल नम्बरै थिएन, कतिको परिवर्तन भइसक्यो हैन। र जीवन बीमा पोलिसी इन्फोर्स छ, चालु अवस्थामा छ भने त्यो केवाइसी मार्फत चाहिँ अब उहाँहरुको मोबाइल नम्बर त अपडेट भइसकेको छ, त्यसमा समस्या छैन। तर कसैले 2-4 किस्ता जम्मा गरेर छोड्नु भएका पोलिसीहरुमा चाहिँ मोबाइल नम्बर परिवर्तन भएर अथवा मोबाइल नम्बर नै नभएको हुनाले चाहिँ हाम्रा बिमितहरु सम्पर्कमा छैनन् र उहाँहरुको धेरैवटा पोलिसी म्याच्युरिटी भइसकेका छन् र तपाईहरुको रकम चाहिँ पेन्डिङ अवस्थामा रहेको हुनाले तपाईले यो भिडियो मार्फत मलाई सिधै फोन सम्पर्क गरेर आफ्नो पोलिसीको बारेमा इन्क्वायरी गरेर हजुरहरुले आफ्नो म्याच्युरिटी रकम समयमै लिन हुन म हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। सुनिश्चित भविष्य, उच्च प्रतिफल र सुखी परिवार निर्माणका लागि एलआईसी नेपालमा जीवन बीमा गरौँ। एलआईसी नेपाल, जीवन रहँदा पनि जीवन पश्चात पनि।